हेलो एभ्रिवान, गुड मर्निङ अनि सेवा र सबैजनामा। सो आज चाहिँ अलिकति मेरो यो फुलहरू स्याहार्दै आज दिनभरिको मेरो काम यही हुनेछ। यसमा मलहरू थप्नु अनि स्प्रे गर्नु है। ज्यादा कलेक्सन त छैन, तपाईँको अलिअलि यताउता साथीहरूलाई माग्दै होइन, कतिवटा चाहिँ किनेको पनि छु। यसरी थुपारेको छु मैले। यहाँ हेर्नुहोस्, यो चाहिँ मलाई भाइ अमरदेवले दिनुभएको, राम्रो हुँदैछ। अब यो फुल्न थाल्यो हो। यसलाई अलिकति यो पोट चाहिँ गमला चाहिँ सानो भइरहेको छ। अनि यो अन्य प्लान्टहरू यो चाहिँ मैले कहाँबाट लिएको, यो चाहिँ यो राम्रो हुँदो रहेछ कि, तर अस्ति चाहिँ कुहिएको थियो। फेरि यसलाई अर्को पोटमा सारेको छु मैले। र ज्यादा चाहिँ मेरोमा सकुलिनहरू अलिअलि राखेको छु, त्यस्तो ज्यादा चाहिँ होइन। यो चाहिँ यसो मन भुलाउनुको लागि होइन, यस्तोहरू छ। अनि अस्ति तपाईँहरूलाई मैले यो भिडियो पनि बनाएर हालेको थिएँ है। यो सिनेरी हेर्नुहोस् त, मजाले यसको जुन यो छ झ्याङ मजाको भएको छ। हेर्नुहोस्, फुल्नु चाहिँ अलिक ढिलो फुल्यो। यहाँनिर कोपिला हान्दैछ, प्रायः चाहिँ यो पर्पल कलरमै रहेछ। हेर्नुहोस्, अरूकोतिर चाहिँ यो फुलिसकेको छ अहिले, विशेष गरेर चुङटुङतिर है, जहाँ अलिक गर्मी लागेको छ त्यहाँ चाहिँ फुलिसकेको छ। हाम्रो चाहिँ यो भर्खर कोपिला हान्दैछ। यहाँनिर कलर चाहिँ प्रायः तर यही निक्लेको रहेछ, पर्पल। हेर्नुहोस् है अलिअलि। अनि यो चाहिँ तपाईँको यसको अर्को उयो पनि छ, कलर रेडमा, म्यारोनमा है। अनि यो चाहिँ एकदमै मेरो मिसेसले कस्तो जोगाएर यस्तो बनायो। यो चाहिँ यो पनि मरिसकेको थियो, नत्र भने यो पनि उसले नै जोगायो एकदमै स्याहारेर। अनि राम्रो झ्याङ भएको छ, पहिला यस्तो थिएन यो। यो प्लान्ट चाहिँ प्लान्ट भन्दा पनि यो चाहिँ पत्ताको उयो हो तपाईँको। यो चाहिँ हामीले पेसोकबाट लिएको, 11 माइलबाट। सो अनि ती चाहिँ छ कलेक्सन, अलिअलि भए पनि रोपिन्छ फुल चाहिँ। अनि तपाईँहरूलाई देखाउनु पर्दाखेरि यहाँनिर एक दुईवटा स्नेक प्लान्टहरू छ है। यो प्लान्ट भयो, यो जेब्रा स्नेक प्लान्ट चाहिँ यो छ, ज्यादा चाहिँ भित्र राखेको छु मैले प्लान्ट। यो चाहिँ अस्ति किनेर लिएको भाइकोमा। हाम्रो यहाँनिर भाइ अमरदेव र पल भाइले पनि एउटा नर्सरी चलाउनुहुन्छ, जहाँ चाहिँ राम्रो राम्रो भेराइटिजहरू छ। त्यसमा चाहिँ यो मलाई साह्रो मन परेर लिएको। यो चाहिँ मागेर होइन, किनेर लिएको। यस प्लान्टहरू चाहिँ यहाँनिर छ अलिअलि। यो चाहिँ दामी भयो। यो चाहिँ मैले दाजुकोबाट लिएको कि, राम्रो भएको छ। हेर्नुहोस् ल, यति चाहिँ छ है भित्र। यो चाहिँ मलाई पहिला सुन्तलाको बोट जस्तो लागेको थियो कि। यो चाहिँ मलाई मेरो नोनोले, हामी चाहिँ नोनो भन्छ, छेमाले दिनुभएको, सानो दिनुभएको थियो। अहिले राम्रो भएको छ यो। हेर्नुहोस्, यसको पत्ता चाहिँ बेला बेला चेन्ज भइरहन्छ, कलरहरू राम्रो राम्रो भइरहन्छ। पहिला चाहिँ यो मात्र थियो कि, अहिले चाहिँ तपाईँको यो माथि चाहिँ एकदमै कम्प्लिट येल्लो चढिरहेको छ, राम्रो हुँदो रहेछ यो पनि। यो चाहिँ मेरो मिसेसले नै लिनुभएको। यो हेर्नुहोस्। र प्लान्टमा चाहिँ तपाईँको, किनभने हाम्रोमा चाहिँ यहाँनिर अलिकति मलको अभाव हुन्छ र हामी प्रायः जस्तो चाहिँ सकुलेन अनि प्लान्टहरू रोप्ने गर्छ। यो चाहिँ मलाई नै मन परेको, एकदम असाध्यै मन परेको, राम्रो छ। यो चाहिँ सायद लप्चूबाटै लिएको जस्तो लाग्यो मलाई, राम्रो हुँदैछ झ्याङ। यो चाहिँ यस्तो थिएन पहिला, मेरो प्रनुले चाहिँ यसलाई स्याहारेर यस्तो बनाएको। सानो थियो यो पनि हो। एउटा चाहिँ यो छ। अनि धुलो लाग्दाखेरि चाहिँ घिनलाग्दो देख्छ नि त, अन्त बेला बेला यसरी माथिबाट स्प्रे गरिदिन्छु म चाहिँ। यसरी भिजेको देखेको चाहिँ राम्रो लाग्छ मलाई। डेली जस्तो गरिरहनु पर्छ तपाईँहरूले। जेट प्लान्ट, यसलाई चाहिँ मनी प्लान्ट पनि भन्छ है, चाइनिजहरूले चाहिँ यसलाई एकदमै
जसरी हामी तुलसीलाई राख्ने गर्छ साह्रै मनपर्छ यो हेर्नुहोस् जेट प्लान्ट अहिले चाहिँ तपाईँको कतिवटा जुन प्लान्टहरू फुलहरू छन् जुन हामीले पहिला वास्तै गर्थेन त्यस्तो फुलहरू नै अहिले मार्केटमा एकदमै चलिरहेको छ मान्छेले रोप्न थालेको छ है हेर्नुहोस् घरमा चाहिँ अब पहिलादेखि यहाँ काकी र आमाले चाहिँ फुलहरू रोप्नुहुन्थ्यो कि अलिअलि त्यसको असर पनि परेको होला यो चाहिँ पाइन हेर्नुहोस् धुप्पी यो चाहिँ तपाईँको यहाँ कुहिँदै थियो कि फेरि हामीले यसलाई अलिकति मलहरू लगाएर ठिक गर्दाखेरि चाहिँ यो भयो क्या तपाईँको यो लेमन पाइन चाहिँ होइन मेरोमा लेमन पाइन पनि थियो तर त्यो चाहिँ कुहियो क्या तपाईँको दामी हुन्छ त्यो चाहिँ लेमन जस्तै गनाउँछ हो यहाँनिर हेर्नुहोस् यहाँनिर यो देख्नु हुँदैछ ब्रोकन हार्ट यो चाहिँ मलाई अमरदेव भाइले दिनुभएको थियो राम्रो ज्याङ भएको थियो हो यहाँनिर चाहिँ अक्लो भएको थियो तपाईँ कुखुराले सर्वनाश गरिदियोस् कुखुरा पाल्नु चाहिँ त्यही पिर हुन्छ क्या र अलिकति चाहिँ यहाँनिर चाहिँ योहरू फुल्न थाल्यो यो चाहिँ योपालि यो पहेँलोमा मात्र फुल्दैछ अरू चाहिँ कोपिला लाग्दैछ यो पनि राम्रो हुन्छ सनफ्लावर जस्तो यसमा चाहिँ 4टा कि 5वटा भेराइटिज थियो तर अहिले चाहिँ मासिएर यो मात्रै निक्लिँदैछ येल्लो कलरमा सो अन्य त सबै नै कमन प्लान्टहरू जुन तपाईँहरूले यताउति देख्नुभएको होइन त्यस्तो नयाँ त केही छैन अन्य यहाँनिर हेर्नुहोस् अन्य चाहिँ यहाँ पनि छ यहाँ चाहिँ राम्रो राम्रो प्लान्टहरू यो चाहिँ काकीको सङ्ग्रह हो अनि यहाँ छ केही फुलहरू यो राम्रो लाग्छ प्लान्ट यो चाहिँ एजिलिया यसको झ्याङ राम्रो लाग्छ तर यो चाहिँ सिङ्गल हो सिङ्गल भएकोले गर्दा एकपल्ट मात्र फुल्ने गर्छ यो अन्य प्लान्टहरू अनि सिनेरिया चाहिँ हामीले यहाँ पनि हालेको छ केही मात्रामा यस्तो कम कोपिला दिँदैछ यसमा प्राय म्यारो नै रहेछ कलर यहाँ केही चाहिँ यहाँ पनि हालेको छौँ यो चाहिँ कोठेबाडी हो यहाँनिर हेर्नुहोस् सिनेरियाहरू अनि यहाँ तल चाहिँ तपाईँको कोपी अनि टमाटर पनि थियो टमाटर सकियो हो यहाँ चाहिँ कोपीहरू पनि छ अलिअलि यहाँनिर हेर्नुहोस् राम्रो लाग्छ खाउखा लाग्दो यो पनि कोठेबाडी नै हो आमाले यहाँनिर कोपी हाल्नु भएको छ उपर हेर्नुहोस् धनियाँ मजाको हुँदैछ यता पनि धनियाँ जग्गा चाहिँ छैन रोपी खाने तरै पनि अब अलिअलि भए पनि घरमा खानुहुन्छ भने चाहिँ यसरी रोपिन्छ यहाँनिर पनि केही फुलहरू राखिएको छ यसरी सो यो छोटो भिडियो हजुरहरू समक्ष प्रस्तुत गरेँ आज मेरो सानो फुलबारी अनि कोठेबारीको र तपाईँहरूले पनि आफ्नो सानो जग्गामा भए पनि केही चाहिँ रोप्नुहोस् टाइम पास पनि हुन्छ है अनि अर्ग्यानिक सागसब्जीहरू तपाईँले घरमै रोपेर खान पनि सक्नुहुन्छ